म प्रहरी निरीक्षक सन्तोष बस्याल अहिले जिल्ला प्रहरी कार्यालय मुस्ताङको सूचना अधिकारीको रूपमा कार्यरत छु। विशेष गरी अहिले हामी यो मुक्तिनाथ मन्दिरको सुरक्षाको लागि खटिरहेका छौँ। यहाँ हाम्रो मुक्तिनाथ मन्दिरलाई नै हामीले लक्षित गरेर यहाँ हाम्रो एउटा इलाका प्रहरी कार्यालय मुक्तिनाथ नै यहाँ छ। यसमा हाम्रो 15 जना जतिको जनशक्ति यहाँ कार्यरत छ। त्यो बाहेक पनि अहिलेको यो विशेष गरी यो 4 दिनको बिदालाई मध्यनजर गरेर पर्यटकहरूको सङ्ख्या एकदमै बढेको हुनाले हामी जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट पनि थप मद्दतको रूपमा यहाँ आएर यहाँको शान्ति सुरक्षा यहाँका हुन सक्ने गलत क्रियाकलापहरूलाई रोक्न यसरी हामी खटिएका छौँ। विशेष गरी हामी जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट यहाँ मन्दिरको लाइन व्यवस्थापनदेखि लिएर अब यहाँ हुन सक्ने कहिलेकाहीँ पिक पकेटिङ हुनसक्छ, सामान्य झै झगडा हुनसक्छ, त्यस्ता कुराहरूलाई मध्यनजर गरेर त्यस्ता कुरा हुन नपाउन् भनेर हामी यसरी खटिएका छौँ। प्लस यहाँको ट्राफिक व्यवस्थापनको लागि पनि हामीले विशेष छुट्टै हामीले अरू बेलाभन्दा अलिकति बढी ट्राफिकलाई अलिकति बढी हामीले फिल्डमा खटाएर यो ट्राफिकको पनि कुनै समस्या नआओस् भनेर त्यसरी खटाएको अवस्था छ। प्लस अब यो विशेष गरी 4 दिनको बिदामा चाहिँ एकदमै यात्रुहरूको सङ्ख्या एकदमै बढेको छ। अहिले हजुरको बिचमा चिसोले गर्दा अलिक कम भएको थियो। अहिले ठ्याक्क मौसम पनि सुइटेबल भयो सबैलाई मुक्तिनाथ आउनको लागि। अहिले लगभग दिनको 9000 10000 रेसियोमा मुस्ताङ इन हुनेको सङ्ख्या छ भने मुक्तिनाथ दर्शन गर्नेको सङ्ख्या 14000 15000 लगभग दिनमा त्यो सङ्ख्यामा दर्शन गर्नेको मान्छेको उपस्थित छ। त्यो मध्ये पनि हजुरको लगभग 70% जति दर्शनार्थीहरू चाहिँ बाहिरबाट आउनुभएको, नेपालभन्दा बाहिरबाट। विशेष गरी धेरै दर्शनार्थीहरू भारतबाट र अन्य देशहरूबाट पनि केही दर्शनार्थीहरू गरेर लगभग 70% जति हाम्रो डाटामा 70% जति बाहिरको, 30% जति नेपाली दर्शन गर्न नेपाली दर्शनार्थीहरू आएको अवस्था छ। किन हामी जब अलिकति भिडभाड हुन थाल्छ, अलिकति मान्छेको सङ्ख्या बढ्छ यहाँ, तब हामी जिल्लाबाटै छुट्टै जनशक्ति खटेर आएर व्यवस्थापन गर्छौँ। अहिलेसम्म त्यस्तो सुरक्षामा कुनै पनि समस्या आएको छैन। एकदम सौहार्दपूर्ण वातावरणमा दर्शन गर्न पाएको अवस्था छ। त्यस्तो खासै कुनै समस्या छैन। अब अलिअलि कहिलेकाहीँ पानी आउँदा बाटोको समस्या सामान्य कुरा भयो, नत्र अहिले एकदमै स्मुथ रूपमा सुरक्षा दिइराखेको अवस्था छ। खासै त्यस्तो केही समस्या छैन। पहिला हजुरको जाडोको सिजनले पनि होला अलिक कम हुनुहुन्थ्यो पर्यटकहरू, दिनमा 2-3000 4000सम्म आउने त्यो रेसियोमा चलिरहेको थियो। अहिले हजुरको मुस्ताङमा इन हुने मात्रै 8000 देखि 10000सम्म एक दिनमा इन हुने सङ्ख्या त्यो रेसियोको छ। र प्लस यही मुस्ताङवासी पनि गर्दा दिनमा मन्दिरमा चाहिँ 14-15 हजारको रेसियोमा मान्छेले दर्शन गरेको अवस्था छ। यो विगत 4 दिनदेखि चाहिँ विशेष गरी हिजो अस्ति र आज पनि भिडभाड नै छ। 3 दिन चाहिँ अझै बढी छ दर्शन गर्ने मान्छेहरूसँग। दिनको झन्डै 15000 सङ्ख्यामा हजुर 50000 लगभग क्रस हुने देखिन्छ हजुर यो 4 दिनको समयमा चाहिँ।